के भयो सक्नुभयो म त फेरि आइसकेँ काठमाडौँ गाइस दिदीको घर मैले धेरै बेला हिन्दीमा बनाएँ भयो हिन्दीमा नबनाउने नेपालीमै हामी नेपाली हो नेपालीमै रहन्छौँ फेरि काठमाडौँ यो हिजो आएको गाइस पुरै निन्द्रै पुगेको छैन अहिले 6 कति भइसकेछ यहाँ दिदीको घरको ब्याक साइडको हालत कस्तो भयो हेर्नुहुन्छ नि यस्तो भयो लाइक लिटरली के हो यस्तो यो थोरै थियो यत्रो धेरै भयो र मैले अहिलेसम्म आफ्नो आइडेन्टिटी परिचय दिएको छैन कसैलाई पनि मैले मिस्टर केआर एक्स्ट्रा 1 मा आफ्नो परिचय खुलाएन मैले एकचोटि गुगललाई भनेको के होला रहेछ भनेको त टाइपो रे के म टाइपो हेर्नुहोस् गुगल जी म एक टाइपो होइन है म त एउटा मान्छे हो म त कुनै एआई हो र म नेपाली मान्छे हो मेरो नाम आज म भर्खर रिलिज गर्छु यही च्यानलदेखि म मेरो नाम रिलिज गर्छु मेरो नाम चाहिँ कलश राई मेरो नाम कलश राई हो र मेरो घर मोरङ हो दिदीहरूको घर चाहिँ छापा हो यहाँ काठमाडौँ किन आउनुभएको भन्दाखेरि यहाँ त उहाँ त कहिले वर्षौँदेखि सालैदेखि आउनुभएको यहाँ काठमाडौँ बुझ्नु नि गुगल चाहिँ कलश राई के लेख्ने रे कलश राई लेख्ने टाइप होइन यदि स्पेलिङ आउन भने म भन्छु KALASHRAI भएन त कलश राई र म अहिले भर्खर 16 इयर्सको भइसकेँ अब मेरो साउनमा बर्थडे हुँदैछ अहिले भर्खर साउन नै त चल्दैछ साउनको कति 28 कतिदेखि हो त्यसपछि म 16 कम्प्लिट हुन्छु 17 मा लाग्छु अब यदि मेरो उमेर त्यत्रो नदेखे पनि म बुढो मान्छे हो म अलिअलि लक्का जवान देखे पनि मेरो अब फेरि जिन त्यस्तै हो कि मेरो अब जिन म भर्खरको देखे पनि म त्यत्रो वर्षको भइसकेँ म भर्खरको जेन्ज जस्तै हो र म त कहिले उहिले जमानाको मान्छे हो नेपाली डेट चाहिँ 2067 मा म जन्मेको इङ्ग्लिस डेट चाहिँ 2010 हो रोनाल्डोको छोरा 2010 मै जन्मेको रहेछ मैले गुगलमै सर्च गरेर हेरेको म पनि 2010 मै जन्मे रहेछु अब 2010 कतिमा जन्मेको भने थाहा छैन इङ्ग्लिस डेटमा चाहिँ नेपालीमा थाहा नेपालीमा चाहिँ 2067 4/28 अब थाहा होला तपाईँहरूलाई पनि नेपाली डेट र इङ्ग्लिस डेट कति फरक हुन्छ भनेर मेल हुँदैन तिनीहरूमा म्याच हुँदैन ल यदि त्यहाँ मैले आफ्नो परिचय खुलाएँ बुझौँ भने म फेरि यहाँ किन आएको भन्नुहुन्छ भने घुम्न आएको काठमाडौँ घुम्न आएको यो मेरो फर्स्ट टाइम त हुँदैन म कतिचोटि आइसकेँ यहाँ पहिला दिदीहरू अर्को घरमा आउनुहुन्छ सर्नु भयो दिदी आरामले सुतिराख्नु छ कराउनु होला अहिले चार्ज पनि उहाँको धेरै छैन यही उहाँकै मोबाइलले गरेको मेरो त मोबाइल छैन आफ्नो प्राइभेट यसैले मैले किन बोरिङ हुन्छ नि त गरेर यसैले युट्युब च्यानल खोलिदिएको यसो कहिलेकाहीँ टाइम पास पनि हुन्छ भनेर बुझ्नु भने मेरो त्यही चार्ज पनि छैन यति भन्दै म आफ्नो 2-4 शब्द र मेरो परिचय टुङ्गाउन चाहन्छु धन्यवाद